हेलो गुड मर्निङ नमस्कार जयमसी सन्चै हुनुहुन्छ होला। अहिलेको मौसम चाहिँ एकदमै चिसो छ नेपालमा चाहिँ। अन्य ठाउँहरूमा बस्नुहुन्छ अन्य देशहरूमा भने त त्यहाँको फरक होला। नेपालमा चाहिँ अहिले चिसोको सिजन हो भनौँ न, जाडो समय भनौँ यसलाई नेपालीहरूले हिउँदको समय पनि भन्छन् र जाडोको समय पनि भन्छन्, पुसमाघको समय पनि भन्छन्। पुस चाहिँ लगभग सकिन लागेको छ, माघ चाहिँ अब 2 दिन पछाडि माघ पनि लाग्दैछ। चिसो यति धेरै बढेको छ, हुस्सु यो सबै हुस्सु होइन। यति बेला कति बज्यो, 7:39 त गर्मी महिनामा त्यो घाम होइन पुरै तातो न तातो भइसक्छ कि दिउँसो जस्तो भइसक्यो हुन्छ। अहिले चाहिँ त्यो बादलबाट निस्किनलाई एकदम मुस्किल पनि छ र त्यसको तातोपना अहिलेसम्म आएकै छैन क्या। यति धेरै चिसो छ, यति धेरै चिसो छ र अचम्म लाग्ने कि केही महिना अगाडि मात्रै फेरि यही पृथ्वीमा यही ठाउँमा यति नै बेला घाममै कति चर्को लागिसकेको हुन्छ, यति धेरै लुगा लाउनै पर्दैन, यस्तो धेरै जाडो नै हुँदैन होइन। पातलो लुगामा पनि हामी बाहिर आवत जावत गर्न सक्छौँ। फेरि अहिलेको सिजनमा चाहिँ फेरि हामी गर्न सक्दैनौँ। अचम्म लाग्ने कि हामीले गरेका केही पनि छैनौँ, तर बाहिर के भइरहेको छ, महिनासँगै समयसँगै परिवर्तन भइरहेको छ होइन। यो कसैले पैसा तिरेर अथवा कसैको इच्छाले कसैको रहरले भएको कुरा नै होइन क्या। यो भनौँ न प्रकृति परिवर्तन कसैको इच्छा अनुसार हुने कुरै होइन। यो चाहिँ समय सँगसँगै, सिजन सँगसँगै, महिना सँगसँगै आफै नै परिवर्तन हुन्छ। आफै नै जाडो महिना आउँछ, आफै नै गर्मी महिना आउँछ, आफै नै आकाशबाट पानी परिरहन्छ, आफै नै यसरी पृथ्वीमा अब बादलहरू लाग्ने हुन्छ। अनि रुख बिरुवाहरू पनि यो समयमा चाहिँ अलिकति उजाड समय हो होइन। अब यस्तो तरकारीहरू त पानी सानी हालेर यो सिजनमा फेरि अलिकति सागहरूको सिजन पनि हो यो समयमा, त्यो पनि हुन्छ तरकारीहरू लाउने काम। तर रुख बिरुवाको केसमा भन्नुपर्दा चाहिँ प्रायः यो सिजनमा चाहिँ अलिकति धेरै पातहरू झर्ने अनि अलिकति ड्राई हुने समय हो कि। जमिनहरूमा पनि एकदमै धुलोहरू बढी हुने, पानी नपर्ने भनौँ न। पानी नपरिसके पछाडि रुखहरू धेरै हरियो नहुने अनि जमिनमा त्यति धेरै पानी छालबाल नहुने, ओबान